हामी आइपुगेका छौं ललितपुरको त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालयमा। यहाँ विद्यार्थीहरूले गणित जस्तो विषयलाई पनि एकदमै जीवन्त बनाइरहेका छन्। यहाँ हेर्नुस् त, त्रिभुजको क्षेत्रफलको सूत्र रट्नुको साटो उनीहरूले यसलाई आफै बनाइरहेका छन्, काटिरहेका छन्, नापिरहेका छन्। र जब यसरी सिकिन्छ नि, त्यो किन भन्ने प्रश्नको जवाफ त आफै मिल्छ। अनि यो मात्रै होइन, यहाँ हेर्नुस्, उनीहरूले यी आकृतिहरूलाई हातैले चलाएर इन्टिरियर एंगल अर्थात् भित्री कोणका विशेषताहरू आफै पत्ता लगाउँदैछन्। सोच्नुस् त, यो किताबमा पढ्नुभन्दा कति फरक अनुभव होला। अझ यहाँ हेर्नुस्, वृत्तको कुरा बुझ्नको लागि उनीहरूले वृत्तलाई नै टुक्रा टुक्रा पारेर विश्लेषण गरिरहेका छन्। हो, यही त हो नि गरेर सिक्नुको सबैभन्दा राम्रो उदाहरण। ल, हामीले उदाहरणहरू त हेर्यौं, तर प्रश्न उठ्छ, यो तरिका किन यति धेरै सफल छ त? आउनुहोस्, अब यसको पछाडिको विज्ञानलाई अलिकति बुझ्ने प्रयास गरौं। यो तरिकालाई ह्यान्ड्स अन लर्निङ भनिन्छ। नामले नै प्रश्न पार्छ। यो एउटा यस्तो प्रक्रिया हो जहाँ विद्यार्थीहरूले छोएर, बनाएर, नापेर अनि आफै प्रयोग गरेर सिक्छन्। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसरी सिकेको ज्ञान दिमागमा लामो समयसम्म बसिरहन्छ। अनि यो विधिको एउटा सुन्दर पक्ष के छ भने यसले सबै प्रकारका सिकारुहरूलाई समेट्छ। चाहे कोही देखेर सिक्ने होस् वा सुनेर सिक्ने वा अझ विशेष गरी जो गरेरै सिक्न रुचाउँछ अर्थात् किनेस्थेटिक, यो विधिले सबैलाई सँगै लान्छ। यस विषयमा स्रोत सामग्रीका लेखक राकेश घिमिरेको भनाइ एकदमै सान्दर्भिक छ। उहाँ भन्नुहुन्छ, वास्तविक अर्थमा शिक्षा भनेको अनुभवबाट सिक्ने, गरेर बुझ्ने र जीवनसँग जोडिने प्रक्रिया हो। कति गहिरो कुरा है। त्यसैले यो सिकाइ भनेको खालि कङ्ख गर्ने कुरा भन्दा धेरै माथिको कुरा हो। यसले त जीवनभर काम लाग्ने सिपहरूको निर्माण गर्छ। जस्तै यसले आलोचनात्मक सोच अर्थात् क्रिटिकल थिङ्किङलाई बढावा दिन्छ, समस्या समाधान गर्ने क्षमता विकास गर्छ, सृजनशीलतालाई त प्रोत्साहन गर्ने नै भयो। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, विद्यार्थीहरूमा आत्मविश्वास बढ्छ र उनीहरू कक्षामा पहिलेभन्दा धेरै सहभागी हुन थाल्छन्। यो तुलनाले त पुरै चित्र नै स्पष्ट पार्छ, होइन र? एकातिर छ हाम्रो परम्परागत शिक्षक केन्द्रित निष्क्रिय र रटानमा आधारित तरिका, अनि अर्कोतिर छ विद्यार्थी केन्द्रित सक्रिय र आलोचनात्मक सोचलाई बढावा दिने यो ह्यान्ड्स अन सिकाइ। फरक एकदमै प्रष्ट छ। त्यसो भए यसको बृहत अर्थ के हो त? सायद अब हामीले सिकाइलाई हेर्ने हाम्रो समग्र दृष्टिकोणमै पुनर्विचार गर्नुपर्ने बेला आएको छ। यो कुरा बुझ्नु एकदमै जरुरी छ। यो ह्यान्ड्स अन सिकाइ भनेको कुनै अतिरिक्त वा रमाइलोको लागि मात्रै गरिने क्रियाकलाप होइन। यो त आधुनिक, प्रभावकारी र जीवनोपयोगी शिक्षाको एउटा आधारभूत हिस्सा हो, एउटा जग हो। अनि अन्त्यमा यसको परिणाम के हुन्छ त? हो, यस्तै सक्रिय, सृजनशील र आत्मविश्वासले भरिएका विद्यार्थीहरू, जसले सिकाइलाई बोझको रूपमा होइन बरु एउटा रोमाञ्चक अवसरको रूपमा हेर्न थाल्छन्। त्यसैले अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न सोच्नको लागि छोडेर जाँदैछु। यस्तो जीवन्त र अर्थपूर्ण सिकाइलाई हामीले हाम्रो हरेक कक्षा कोठासम्म कसरी पुर्याउन सक्छौं होला?